पनि एउटा हिमजाल भन्ने ठाउँमा मैले पुग्यो अनि धेरै जान्ने माता भनेर चाहिँ मैले सुनेको थियो। म इन्डियासम्म गएँ, तर इन्डियामा पनि उहाँले पनि खासै मेरो बारेमा कुनै पत्ता लगाउन सक्नु भएन। अनि समयको साथसाथै समयले घुमाइकन आज चाहिँ यहाँ माताज्यूसँग चाहिँ भेट्न आइपुग्यो। म धेरै खुसी लाग्यो र फेरि विश्वास लाग्यो मलाई एकदमै। उहाँले भन्नुभएको अब यस्तो यस्तो भनेर चाहिँ देवी देवताको बारेमा भन्नुभयो। 2 महिनासम्म म अल्लमल्ल थिएँ। अनि यहाँ देवताले माताले बोलाउनु भयो, शक्तिले बोलाउनु भयो, मलाई अनुभूति दिनुभयो। त्यसपछि आज म धेरै खुसी छु। यसै गरी नै आउँदो दिनहरूमा आध्यात्मिकताको प्रचार प्रसार गर्ने चाहिँ मेरो उद्देश्य भनेको त्यही हो। तपाईँलाई त आज त टुना पनि काट्दिएँ मैले। तपाईँको भए जतिको सबै केही छैन। अब कुलदेवता, पितृदेवता, नाग देवी देवता सबै मान्नुपर्छ। अनि हजुरलाई बच्चैदेखिबाट आउनुभएको शक्ति, भगवानको शक्ति चाहिँ बच्चैबाट आउनुभएको। हजुरको भाइ होइन त आफ्नै उहाँ? हजुर, आफ्नै भाइ उहाँ चाहिँ? हजुर। उहाँ चाहिँ को हुनुहुन्छ? मेरो दुईटै नै भाइ हो। दुईटै भाइ हुनुहुन्छ? हजुर, कान्छा भाइ, काइला भाइ। आजबाट शिव शङ्कर भगवानको चाहिँ पक्का भक्त हुनुभयो नि त तपाईँ? हजुर। अब हजुरलाई आसन पनि मैले दिने कर्ममा दिइसकेँ। आसन पनि दिइसकेको छु, बत्ती बालेर आनन्दसँग। यहाँ शिव भगवान परमात्माको जलधारी पनि यसरी। अब संसारमा नि शिव खुसी भए संसारमा पितृ खुसी हुनुहुन्छ। शिव खुसी हुनु भएन भने पितृ खुसी हुनुहुन्न। शिव खुसी भएदेखि चाहिँ सबै भगवान पनि खुसी हुनुहुन्छ, पितृ पनि खुसी हुनुहुन्छ। पितृ दुःखी भयो भने शिव फेरि कहिले पनि खुसी हुनुहुन्न। यो हजुरलाई त सबै कुरा थाहा नै छ। तपाईँलाई सबै कुरा थाहा पनि छ, हजुरलाई सबै कुरा ज्ञान पनि छ। तर एउटा न एउटा चाहिँ हजुरको शक्ति बच्चैबाट आउनुभएको। अब शक्ति आएर मात्र के गर्नु, भक्ति पनि असाध्यै छ हजुरमा। तर घरको कुलदेवता, पितृदेवता कसरी मान्ने, के गरी मान्ने भने चाहिँ त्यति थाहा थिएन नि त हजुरलाई, होइन? हजुर, मलाई यसको बारेमा चाहिँ पितृहरू बारम्बार चाहिँ मसँग कुराहरू गर्न आउने। म त अब त्यति ज्ञान छैन मलाई। त्यो पितृहरूमा किन आउनुभयो, किन देखियो जस्तो चाहिँ मेरो मनमा लाग्यो। हजुर। आज हजुरसँग चाहिँ गुरुआमासँग चाहिँ भेट्दाखेरि चाहिँ मैले बल्ल बुझ्यो कि पितृहरू किन आउनु भएको रहेछ भन्ने कुरा। उहाँहरूले पनि अब भगवानको आस्था र एउटा भगवानको शक्ति सिद्धि भएको व्यक्तिसँग नै उहाँहरूले चाहिँ सङ्केत गर्नुहुँदो रहेछ। अब अगाडि बढ, सङ्घ समाजलाई चाहिँ राम्रो गर्दैछौँ भन्ने चाहिँ उहाँहरूको सन्देश रहेछ। तर मैले बुझेको थिएन। उहाँहरूले इसारा गर्नुभयो, तर म धेरै समयसम्म 8-8 वर्षसम्म म अन्धधुन्धमा थिएँ। के भइरहेको छ, यस्तो के भयो भन्ने थियो। आज 18 वर्षको समयपछि आज यहाँ बुढाआमासँग आइपुग्दा म धेरै खुसी छु। कुनै अरू कोही यस्तो म जस्तै गरी भड्केको, अब भगवानप्रति आस्था राख्ने कोही अलिकति शक्ति आएर पनि ज्ञान नभएको कोही हुनुहुन्छ भने यहाँ गुरुआमासँग आउन सक्नुहुन्छ। अनि म त घरै बस्न पाउँदिनँ नि त, पुराण लाउन हिँडै गर्छु। पुराण लाउन महिना 2-3टा पुराण लगाइरहन्छु जहिले पनि। ठाउँमा जान्छु। जहाँ पनि गएर चाहिँ हजुरहरूले चाहिँ अब आउन सक्नुहुन्छ। तर म घरमा चाहिँ बस्न पाइँदैन। विशेष अब मलाई भेट्न आउने भक्तहरूले चाहिँ फोन गरेर मात्रै आउनुपर्छ मलाई। म घरमा बस्ने मेरो टुना काट्दिने तरिका पनि यस्तो हुन्छ मेरो चाहिँ। यसरी म एकदम शाकाहारी हामी चाहिँ शाकाहारीबाट टुना काट्दिन्छौँ। टुना भनेको कुरा चाहिँ के हुन्छ भने भक्तहरू, भाकलबाट पनि हुन्छ, घरको कुल बिग्रेर पनि हुन्छ, पितृ बिग्रेर पनि हुन्छ। अनि भाकलबाट पनि हुन्छ, घरको कुलदेवता पितृदेवता केही पनि नमान्दाखेरि पनि यसरी चाहिँ हुनसक्छ। अनि आसन दिनुभन्दा अगाडि नै त्यसरी चाहिँ सबै सुपारीबाट र जनैबाट मात्रै मेरो कर्म हुन्छ, अरू केहीबाट हुँदैन। हामी चाहिँ जहिले अब जन्म नै शाकाहारी क्या। कहिले पनि नै यो कुनै पनि हत्या हिंसा भन्ने कुरा चाहिँ हाम्रो बाउबाजेको पालाबाट पनि अहिलेसम्म पनि भएको छैन। हत्या हिंसा गर्न पनि हुँदैन। त्यस्तै गुरु खोज्दै हिँड्नु भएको थियो, भेट्नु भयो नि त अहिले? हजुर, अहिलेसम्म मैले जति पनि ठाउँमा भेटेँ, अब सायद भगवानको इच्छा पनि हुनु भएन होला। सायद उहाँहरूको मनमा अलिकति खोट हुनुहुन्थ्यो होला। हुन त मैले कसैलाई त्यस्तो नराम्रो भन्नु खोजेको होइन। सबै कुरो भनेको भगवानले नै जोडाउनु पर्ने रहेछ। मैले यहाँ आइपुग्छ भन्ने त मैले सोचेको थिएन। तर आज यहाँ आइपुग्दा यति खुसी लागेको छ कि मलाई हिजोदेखि नै, आज पनि रातभरि पनि अर्कै फिल, जस्तो कि म अर्कै दुनियाँमा छु त्यस्तो चाहिँ
मलाई धेरै एकदम खुसी हुनुहुन्छ साक्षात् रूपमा, हजुर अति नै प्रफुल्ल हुनुहुन्छ हजुर धेरैभन्दा धेरै मलाई पनि खुसी लागेको छ आज किनभने एउटा बुद्ध भगवानलाई साक्षात् बुद्ध भगवान अब हामी लामा भन्छौँ नि लामा भनेकै बुद्धको रूप हो क्या लामा भनेको कुरा बुद्ध भगवानको रूप हो बुद्ध भनेकै फेरि विष्णुको रूप हो थाहा छ हजुरलाई नि हजुर मैले त विष्णु भगवान मानेर बुद्धलाई पनि यहाँनिर पूजा गरेर सधैँ भइरहेको छु यहाँ 18 पुराण 4 वेद हुनुहुन्छ अनि यहाँनिर बुद्ध भगवानलाई पनि म कहिल्यै पनि छुट्याउँदिनँ किनभने विष्णु भगवानकै स्वरूप हो बुद्ध भगवान अति नै मान्छु मलाई पनि आज आनन्द आएको छ अब हजुरमा लागेको मनमा लागेको जति कुराहरू सबै भनिदिनुहोस् किनभने मेरो भक्तहरूले चाहिँ कहिले पनि दुःख नपाओस् भन्छु क्या म काहीँ पनि धेरै किसिमका बिरामीहरू मैले त उपचार गरिसकेको छु मैले भन्नै पर्दैन अब हजुरलाई नै एकदम आनन्द लागेर आज आसन लिँदै हुनुहुन्छ मैले आसन पनि दिइसकेँ खुसी लागेर हजुरलाई चाहिँ बोल्दै हुनुहुन्छ होइन अब हजुरबाटै बोल्नु सब के बोल्ने हो जय होस् राधे राधे मलाई त आज यहाँ आइपुग्दा धेरै खुसी पनि लागेको छ 18 वर्ष हुनु त समयले साथ दिनुपर्ने रहेछ म धेरै ठाउँमा घुमेँ तर मनले पहिल्यैदेखि चाहेको थियो मैले एकदम सदुपिक तरिकाको अलिक तामसिक पारेको होइन कि एउटा आध्यात्मिकको साथसाथै ठाउँमा अब कथा पण्डितबाट अथवा कुनै अलि शाकाहारी किसिमको गुरुआमाबाट नै मैले उ गर्ने विचार थियो अनि मैले पछि त्यो कति 51 सालतिर होला घर बनाउँदाखेरि म हुन त तामाङ समाजको हो फेरि पनि मैले अरूले त लामा लगायो मेरो मनमा चाहिँ पण्डित लगाउने इच्छा भयो अनि एकजना गुरुबासँग म भेट्न गएँ म तामाङ हो यसरी चाहिँ लगाउनु मिल्छ कि मिल्दैन भन्नु हुँदाखेरि उहाँले मिल्छ बाबु भन्नुभएको थियो पछि उहाँलाई चाहिँ कामले भ्याउनु भएन अनि अहिलेसम्म मैले उहाँसँग त्यो उहाँ नभ्याउने बित्तिकै घरमा अहिलेसम्म घर बनायो तर पूजा लागेको चाहिँ छैन अहिलेसम्म लाउने इच्छा छ हजुर लगाउने चाहिँ इच्छा थियो अब कुनै दिन समयले साथ दिएछ भने पण्डित लगाएर गुरुआमा गुरुबा जस्तै बाट चाहिँ ब्राह्मण विधिबाट नै गर्ने चाहिँ मेरो इच्छा हो ल जय होस् इच्छा पूर्ण होस् हजुरको सबै इच्छा आकाङ्क्षा सबै पूर्ण होस् अब सधैँभरि नै अब हजुरले पूजा गर्ने बेला चाहिँ अघि पछि जे लगाए पनि लगाउनुहोस् पूजा गर्ने बेलामा चाहिँ यस्तै वस्त्र लगाएर टक्क रामनवमी ओढेर यो रामनवमी भनेको के हो हजुरलाई थाहा छ एउटा भगवान्ले दिनुभएको हामीलाई चाहिँ यो चिन्हको लागि क्या यो भक्त हो भन्नको लागि हामीले अब तिलक लगाउँछौँ माला लगाउँछौँ अनि टिका लगाएर रामनवमी लाउँछौँ भनेदेखि जस्तै अब एउटा टाई नलाइकन चाहिँ कोही पनि काहीँ जागिर खान पाउँदैनन् नि हो हाम्रो पनि यो रामनवमी चाहिँ भगवान्ले दिनुभएको टाई बराबरी नै मानेर लगाइरहनुपर्छ सधैँभरि नै कतिले लाउनुहुन्छ कतिले लाउनुहुन्न तर मेरा चेलाचेली चाहिँ सबैले लाउनुहुन्छ यसरी चाहिँ ल आनन्दसँग आजबाट खुसी हुनुहुन्छ है अब केही भन्नु छ अब म सबै कुरामा एकदम सन्तुष्टि खुसी छु आमा र मैले सोचेको थिएन तर आज सपना जस्तो यो इच्छा पुरा भयो अब गुरुआमालाई पनि धेरै मेरो हृदयदेखि नै प्रणाम तपाईँ 1008मा श्रीमद् भागवत लगाउने गुरुआमा पाउनु भएको छ कि फेरि अलिअलि हो र यसैमा नै म अति खुसी छु कि मैले जस्तो सोचिरहेको थिएँ 18 वर्षको इच्छा भनेको 18 वर्ष भनेको धेरै लामो समय हो धेरै लामो कुरा हो घुम्दै फिर्दै आज यहाँ आइपुग्दा मलाई धेरै खुसी लाग्यो र कोही पनि म जस्तै भगवान्प्रति आस्था राख्ने र भौतारेर हिँड्नु भएको छ भने यहाँ आउनु सक्नुहुन्छ उहाँ त हुन त बिजी हुनुहुन्छ धेरै ठाउँमा कथा सुनाउनु जानुहुन्छ उहाँ आइदिनु होला मलाई चाहिँ एकदम आज साक्षात् शक्तिकै अनुभव भएको छु यो मैले कुनै एउटा भनेको मात्रै होइन त्यो भन्ने कुरा त यहाँ आएर मात्रै हजुरहरूले थाहा पाउनुहुन्छ शक्ति भन्ने कुरा हेरेर होइन कि भित्री मन आत्माबाट अनुभव गर्ने कुरा हो अब मैले भन्नु चाहिँ यति नै हो कोही कसै दुःखमा परिरहनु भएको छ भने साधक साधिकाहरू कोही पनि अथवा बिरामी केही पितृ दोषबाट अथवा कुनै पनि बिरामीबाट ग्रसित हुनुहुन्छ भने यहाँ गुरुआमासँग आउनु सक्नुहुन्छ दक्षिणकाली आउँछ ल जय होस् अब हजुरको भाइले पनि केही बोल्ने हो कि
ल हाँस्नुहुन्छ कि फेरि उहाँ त जहिले पनि हाँस्नु हजुरलाई नि राम्रो भएको छ नि सबै कुरा होइन आनन्द छ ल जय होस् कल्याण होस् मङ्गल होस् शुभ होस् लाभ होस् सम्पूर्ण भक्तहरूको जय जयकार होस् जय श्री राधे राधे जय होस् ओम नमो भगवते वासुदेवाय ल है भक्तहरू 14 अञ्चल 77 जिल्लाको भक्तहरूको जय जयकार होस् ओम नमो भगवते वासुदेवाय